नमस्कार आदरणीय दर्शकहरू, यहाँलाई स्वागत छ, अभिवादन छ। म हुँ शङ्कर भुसाल। आदरणीय दर्शकहरू, तपाईँ यतिखेर स्माल मिडिया टिभी, नेपाल अपडेट साथै एसपी मिडियाबाट हेर्दै हुनुहुन्छ। दर्शकहरू, तपाईँ गुल्मी टेलिभिजन मार्फत पनि यो कार्यक्रम हेर्दै हुनुहुन्छ। आदरणीय दर्शकहरू, आज हामी यस्तो व्यक्तित्वसँग कुराकानी गर्दैछौँ जसले लामो समयसम्म गीत सङ्गीतको क्षेत्रमा सङ्घर्ष गर्नुभयो, स्ट्रगल गर्नुभयो। एउटा सफलताको गन्तव्यसम्म पुग्न धेरै उहाँले मेहनत गर्नु भएको छ, धेरै परिश्रम खर्चिनु भएको छ, धेरै जीवन खर्चिनु भएको छ। आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्दैछौँ। विशेष त उहाँको यो सन्दर्भमा धेरै कुराहरू लुकेका छन्, धेरै कुरा बाहिर आएका छैनन्। आज हामी दर्शकहरू समक्ष धेरै कुरा बाहिर ल्याउने प्रयत्न गर्नेछौँ। स्वागत गर्छु उहाँलाई। स्वागत छ सर यहाँलाई। हजुर नमस्कार। सरको परिचय आफ्नै मुखबाट। मेरो शुभ नाम दीपक परियार। मेरो घर गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका डाँडावन पर्छ। म पछि आफसोल बाल्यकाल आफसोल इन्द्रगौडामा बसेर आफ्नो अध्ययन कार्य सकेर अहिले बुटोल सिद्धार्थ बमोल क्याम्पसबाट ब्याचलर सकेर अहिले साङ्गीतिक क्षेत्रमै होमिएको छु। हजुर, तपाईँले आफूलाई परिभाषा दिनुपर्दा म कस्तो किसिमको सर्जक हो, म के हो भनेर दिनुहुन्छ? म हुन त सानैदेखि गीत सङ्गीतलाई नै रुचि राख्ने मान्छे। हजुर। सानैबाट गीत सङ्गीतमा स्कुल जीवनमा सदनात्मक कार्यक्रममा कम्पिटिसनहरूमा धेरै ठाउँमा गएँ। जुन यो स्थानमा ल्याउने मेरो एउटा विद्यालय श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय आमसोल इन्द्रगौडालाई सम्मान व्यक्त गर्न चाहन्छु। गुरुआमाहरू उहाँकै साथ सपोर्टले आज सबै समक्ष गीत सङ्गीतहरू प्रस्तुत गर्दै देश तथा विदेशमा पनि एउटा जाने अवसर मिल्यो। उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। हजुर, तपाईँको एउटा समाचार पनि बाहिर आएको थियो, दुधे बालक छोडेर चाहिँ 24 वर्ष पछाडि भेट भएको आमासँग अथवा मम्मीसँग भन्ने कुराहरू, यो के थियो? वास्तवमा हो, म सानैमा मेरो आमाले छोड्नु भएको। जुन गीत सङ्गीतमै लागिरहँदा एउटा पञ्चेबाजा म गरेको थिएँ उद्देश्यले, जुन बुटोलमा बजिरहेको थियो। मम्मी को हुनुहुन्छ, मेरो कहाँबाट जन्म भयो भनेर मलाई थाहा थिएन। म हुन त त्यस्तो महसुस भएन कि जस्तै मेरो मम्मी हुनुहुन्न जस्तो महसुस भएन। सानो छँदा कसँग बस्नुभयो? म सानो छँदा मेरो बुवा हुनुहुन्थ्यो, उहाँसँगै बसेँ। हजुरआमा हुनुहुन्थ्यो, मलाई धेरै माया गर्नुहुन्थ्यो। हजुरआमा त अहिले हुनुहुन्न, स्वर्गमा हुनुहुन्छ। उहाँलाई पनि सम्मान गर्न चाहन्छु। पछि म आफ्नो फुपू दिदीकोमा आफसोल इन्द्रगौडा मेरो फुपू दिदीसँगै बसेर म आज अध्ययन गर्दै सङ्घर्ष गर्दै गीत सङ्गीतमा पाइला चालेको। हजुर, 24 वर्ष पछाडि त्यो कस्तो किसिमको भेट भयो? कुन अवस्थामा भेट भयो? कस्तो रह्यो त्यो भेट? हुन्छ नि, एकादेशमा दन्त कथाहरू सुनिन्छ नि। हजुर, त्यस्तै रह्यो। किन मम्मी मैले देखेको पनि थिएन, चिनेको पनि थिएन। अब सानै 11 महिनामा छोडेर जानुभएकोले मलाई अरू भएको थाहा भयो। पछि अहिले गीत सङ्गीतमा लागिरहँदा एउटा उद्देश्यले गीत सुरमान भन्ने त्यो बुटोल बुद्ध टेलिभिजनबाट बजिरहेको थियो। म बुटोलमा पञ्चेबाजा पनि आफै सञ्चालन गरेको छु। जुन 3-4 टिम दिनमै बुक हुन्छ। त्यो पञ्चेबाजाको टिम मेरो गीतमा उहाँहरू हुनुहुन्थ्यो। दाइहरू सोद्धाखेरि उहाँ फुपू मम्मीको दिदी उहाँहरूले सोध्नु भएको रहेछ को दीपक परियार भनेर। उहाँले सोद्धाखेरि उहाँहरूले मेरो परिचय दिनुभएछ। पछि मम्मी आफ्नो हजुरआमा बितेर आउँदाखेरि अचानक बुटोलमै भेट भयो। उहाँले फोन गर्नुभयो, बाबु तेरो मम्मी आएछ, भेट्न आइज भन्दा म होइन होला जस्तो कता कता। तपाईँलाई के चाहिँ भानुभएको थियो? मेरो मम्मी हुनुहुन्न अथवा छोडेर जानुभयो, के छ, के कस्तो अनुभव हुन्थ्यो, कस्तो फिल हुन्थ्यो त्यतिखेर जब मम्मी हुनुहुन्थेन तपाईँको साथमा? अनुभव त त्यस्तो दुःखको अनुभव त आफ्नो भित्र महसुस त हुन्छ नै। आफ्नो मम्मी हुनुहुन्न अरे कहाँ हुनुहुन्छ भन्ने जस्तो लाग्छ। कहाँ हुनुहुन्छ, हो कि होइन जस्तो हुन्थ्यो। पछि अब अचानक भेट्दाखेरि अब मम्मीले मलाई हेर्ने, मैले पनि हेरेर गर्दा त्यो कथा भयो कि एकदम हो कि होइन जस्तो पत्याउनै नसकेँ। म त विश्वासै गरिनँ। मम्मी अब अर्कै फेसको हुनुहुन्थ्यो, म जिन्दगीमै नदेखेको। अचानक मम्मीलाई भेट्दा बोली जो हार्ने पागलको अचेत अवस्थामा हुन्छ नि, त्यस्तै अचेत अवस्थामा भयो। मम्मीले पनि मलाई हेर्ने, मैले पनि मम्मीलाई हेर्ने। पछि हामी एकदम अचानक अब त्यो खुसीको भनौँ या दुःखको आँसु बग्यो। पछि हामी कुराकानी गर्न थाल्यौँ। त्यसपछि अहिले निरन्तर कुराकानी हुन्छ। अहिले कोसँग हुनुहुन्छ? विवाह त गरिसक्नु भएको रहेछ, उता पनि एउटा बाबु रहेछ। अहिले मम्मी इन्डिया हुनुहुन्छ, कुराकानी हुन्छ है। हजुर। सङ्गीतलाई एकदमै प्रेम गर्ने हुनुहुन्छ तपाईँ, प्रेम गर्नुहुन्छ। सङ्गीतको विषयमा के बुझ्नु भएको छ? गीत सङ्गीतलाई एउटा
जसरी म त एउटा गीत सङ्गीतलाई नै एउटा जीवनयापन गर्ने एउटा साधन बनाएर पाइला चाल्दैछु। हुन पनि अब मेरो इतिहास बुझेर नै होला सबैले उत्तिकै माया गर्नुहुन्छ। प्रार साल जसरी मलाई कार्यक्रममा कतार गुल्मी सेवा समाजले माया गर्नुभयो, त्यसै गरी पोहोर साल आदरणीय दाजु महेन्द्र कुमार अधिकारी दाइलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। आफसर सेवा समाजको अध्यक्ष पनि हुनुहुन्छ दाइले, दाइकी स्पोन्सरमा जापानमा पनि जाने अवसर मिलेको थियो। देश तथा विदेशमा पनि उत्तिकै माया गर्नुभएको छ, खुसी छु। मैले आदरणीय दर्शकहरूलाई तपाईँले चाहिँ सङ्गीतलाई कसरी परिभाषा दिनुहुन्छ भनेर त्यो चाहिँ सुनाउन चाहन्छु। खास गरी धेरैले सङ्गीतलाई फरक फरक तरिकाले व्याख्या गरिरहेको पाइन्छ हजुर होइन। अब यसै भनौँ भने नेपाली लोक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले चाहिँ लोकगीतलाई अँगाल्नु भएको छ। हजुर भनौँ तपाईँलाई लोकगीतले चाहिँ अगाडि बढाउँछ, जीवनयापन गर्नको लागि सहायता गर्छ, एउटा लौरी बन्छ लोक सङ्गीत भन्ने तपाईँले बुझेर नै अगाडि बढ्नु भएको छ। एकदम म गीत सङ्गीतबाटै जिन्दगी गुजार्छु, म ढुक्क छु। किन भन्दा म गुल्मीमा जन्मेर गुल्मीका प्रत्येक ठाउँहरूलाई सुरुमै म गीत सङ्गीत सुरु गर्दा नै म गुल्मीको गीत बनाएको थिएँ सालेजो, जुन अत्याधिक माया गरिदिनु भएको थियो। जुन म सुन्छु कोही कार्यक्रम हुँदाखेरि सुरुमै त सालेजो बज्छ, म एकदम खुसी लाग्छ। गुल्मीको लागि राष्ट्रिय गीत नै भएको थियो। हजुर हामी सुन्छौँ त्यो गीत। हुन्छ, म आफ्नै ठाउँबाट सुरु गरेको थिएँ। त्यो गुल्मी जिल्लाको प्रत्येक ठाउँको सुन्नुभयो भने गुल्मेली मन भनेर युट्युबमा छ, हेरिदिनु होला। भन्दै म एक टुक्का गाउँछु। शान्तिपुरमाथि देवरुङा पुगी दर्शन गर्थ्यौ नि, ध्वादी मिलाई हेरी आचरको कफी पिउनलाई झार्थ्यौ नि। आहो माया पिउनलाई झार्थ्यौ नि, घुम्न जान्थ्यौ साग्दी र चक्रेश्वर, हाम्रो जोडी मिलाइदेऊ परमेश्वर। घुम्न जान्थ्यौ साग्दी र चक्रेश्वर, हाम्रो जोडी मिलाइदेऊ परमेश्वर, हाम्रो जोडी मिलाइदेऊ परमेश्वर। यो सङ्गीतलाई गुनगुनाउनको लागि यो स्वर निकाल्न गाउन के आवश्यक पर्छ, खास चाहिने के हो? आवश्यक भन्दा पनि आवश्यक त मेहनत सङ्घर्ष त जरुरत नै छ। एउटा स्वर भनेको एउटा म त गड गिफ्ट नै भन्छु। मलाई भगवानले चाहिँ त गीत गाएरै खाएस भनेर पठाउनु कि जस्तो लाग्छ। मैले यो बनाएर बनेको स्वर होइन। हुन आज अलिकति यो तङ्मासमा चिसो मौसमले गर्दा होला अलिकति नाक बसेको छ। एउटा कलाकार प्रवेश गर्दाखेरि एउटा स्वरको त गड गिफ्ट नै हो। अरू अब हुन्छ नि यताउता गीत सङ्गीतमा फुलबुटा अब मेहनत सङ्घर्ष। हजुर, अरू विधाका गीतहरू भनौँ लोकभन्दा अरू आधुनिक विधाका पप विधाका गीतहरू चाहिँ कतिको गाउने गर्नुहुन्छ, गाउनुहुन्छ कि नै, के गर्नुहुन्छ? नै अहिलेसम्म गाएको छैन। अहिलेसम्म गाउनु भएको छैन, ट्राई पनि गर्नु भएको छैन? ट्राई पनि गरेको छैन। आधुनिक गीत गाउन सक्छु कि सक्दिनँ भन्ने लाग्छ कि लाग्दैन? खै लोक विधाबाटै माया पाएर हो होला सायद, सबैले माया गर्नुहुन्छ। मेरो स्वर पनि अब लोकदोहोरीमै म्याच छ, त्यही भएर मैले आधुनिक गीत कोसिस पनि गरेको छु। हजुर, दर्शकको प्रतिक्रिया कतिको के कस्तो पाउनु भएको छ? श्रोता दर्शकहरूको के भन्नुहुन्छ? भन्नाले तपाईँ गीत सुनिसक्नु? हजुर, होइन राम्रो छ बाबु, मेहनत गर्नुपर्छ, हाम्रो हात साथ छ भन्नुहुन्छ। जस्तै अहिले यो रोइला गीत गरेको थिएँ, यो पनि गुल्मीकै समग्र गुल्मी चिनारी भनेर एउटा रोइला गीत गरेको थिएँ। हजुर, उक्त गीत प्रस्तुत गर्नुभन्दा सहयोग माथि दाइहरू हुनुहुन्छ, लन्डन हुनुहुन्छ दाइहरू, गुल्मी जिल्ला समाज योग्य दाइहरू सबै दाइहरू हुनुहुन्छ। उहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। दाइहरूले साथ सपोर्ट धेरै गर्नुभएको थियो। त्यसै गरी आफसर सेवा समाज जापान हुनुहुन्छ, दाइहरूले पनि बाबु के चाहिन्छ कसो गर्नुपर्छ भनेर साथ सपोर्ट गर्नुभएको थियो। दाइहरूले पनि सम्मान व्यक्त गर्न चाहन्छु। कति जति सृजना बजारमा ल्याउनु भयो? मैले अहिलेसम्म लगभग एक दर्जन जति। हजुर, सबैभन्दा चर्चित भनौँ दर्शकले धेरै मन पराउनु भएको गीत चाहिँ कुन हो? मेरो गुल्मी जिल्लालाई समेटेर होला होइन, गुल्मी जिल्ला पेरफेरीमा छ, सालेजो नै हो। सालेजो नै हो है। अरू कलाकारहरू गीत गाउनु पर्दा अरू चाहिँ लोक विधाका चाहिँ गीत गाउने कलाकारहरू को मनपर्छ यहाँलाई सबैभन्दा धेरै?
बसन्त थापा नै बसन्त थापा है। दाजुहरूको सबैको राम्रो छ। आफ्नो पुष्प दाई आफ्नो छुट्टी बिदामा हुनुहुन्छ। अब राजु दाई राजप्रिया दाई मैले किङै मान्छु लोकदरीको दाईको पनि आफ्नै विधा छ। सबैको आफ्नो। हजुर आदरणीय अग्रज गायकहरूको स्वर चाहिँ गुनगुनाउनु पर्दा कसको गुनगुनाउनुहुन्छ यहाँ? आधुनिक कि लोकविधाबाट? लोकविधा। हजुर लोकविधा म बसन्त दाईकै गुनगुनाउँछु। हवस् हुन्छ, सुरु गर्नुहोस् है, हामी सुन्छौँ। मेरो बुटोल आफ्नै पञ्ची बाजा छ। पञ्ची बाजा प्राय एकदम चल्ने गीत बागलुङ बजारमा छ। हजुर दाईलाई सम्मान व्यक्त गर्दै दाईकै आवाज दाईकै लय शब्द सृजना रहेको आवाज गुनगुनाउन चाहन्छु। भाषा मलाई पाप गरे सारा भन्छ ज्योतिष बिग्रेछ गरा बागलुङ बजारमा हे बागलुङ बजारमा बाको शालिका झोली परेवा ल्याउला गालिका मलाई जुराइदेऊ दिलको मालिका। यो पञ्चबाजामा सुट खाने गर्छ सबैले, त्यही भएर मैले एक आउँछ प्राय। हजुर बिहे गर्नुभयो? नै गरेको छ। गर्नुभएको छ? हजुर। उमेर सोध्न मिल्छ? मिल्छ। कति? अहिले 24 पुगेर अब 25मा पाइला भन्नाले तर्खर गर्दै हुनुहुन्छ घरको समयको। हजुर। सङ्गीतमा लागिसके पछाडि कतिको सहज हुँदो रहेछ? परिवार पाल्न सक्छु जस्तो लाग्छ? अलिक गाह्रो छ नि त, धेरै बिर्सिनु भएको छ, धेरैजना सङ्गीतलाई छोडेर अरूकै पेसा गर्नुभएको छ, तपाईँलाई कतिको सहज छ? खै अहिलेसम्म अब भगवानको आशीर्वाद पनि भन्नुपर्छ। हजुर। सबै कार्यक्रममा सम्झिनुहुन्छ। सङ्गीत भन्दा पछाडि भनौँ एक किसिमले ब्याक सपोर्ट केही छ? अरू केही जब गर्नुहुन्छ? ब्याक सपोर्ट त एउटा पञ्चबाजा एउटा आफ्नो बुटोलमा छ। त्यसबाट राम्रै आम्दानी हुन्छ। त्यसपछि अर्को आफ्नै पुर्ख्यौली पेसा भन्छ नि हाम्रो आफ्नो मलाई सिलाइ पनि सबै काम आउँछ। त्यस्तो खाली बसेर आज यस्तो भन्नु उस्तो भएन हुन्छ नि, आर्थिक समस्या त्यस्तो अहिलेसम्म महसुस भएको छ। त्यस्तो चाहिँ भएको छैन है? हजुर। भनेपछि यो 75 सालसम्म आइपुग्दा यो कतिबाट सुरु गर्नु? तपाईँले 2071 सालदेखि 75 सालसम्म औपचारिक रूपमा एल्बमहरू निकाल्न सुरु गर्नु भएको 4 वर्ष हुन लागिसक्यो है? हजुर। भनेपछि यो 12वटा भनौँ 1 दर्जन गीत मध्ये कतिले सफलता पाए, कति चाहिँ पछाडि छन्, के छ? सफलता सबै गीतको अब आफ्नै चर्चा छ। अब तीजको गीतहरू पनि गरेको थिएँ मैले, तीजमा त्यो सिजनमा तीजकै चल्छ। हजुर। अब त्यसमा दसैँको गीतहरू पनि गरेको छु म। दसैँ गीतहरू पनि अब सिजन अनुसारको गीतहरू छ। पञ्चबाजाहरू छ, मैले मालिका पञ्चबाजा गरेको छु। गुल्मी कुर्गा प्रसिद्ध धार्मिक स्थल, हामी त्यही आएर सुटिङ पनि सकेका थियौँ। त्यसपछि होक्दी सिरेली भन्ने एउटा पञ्चबाजा गरेको थिएँ। त्यो होक्दी सिरेली राम्रै चर्चा भयो। राम्रै चर्चा भयो। अब के छ तयारी? सङ्गीतलाई कसरी लैजानुहुन्छ? कस्तो किसिम कस्तो टाइपको चाहिँ सङ्गीत गर्ने मन छ, विचार गर्नु भएको छ? सङ्गीत त लोकदरीको त एउटा आफ्नै बाटो छ। हजुर। भनौँ कुन चाहिँ बजारमा ल्याउँदै हुनुहुन्छ, के छ तयारी? एउटा पञ्चबाजा फेरि पनि एउटा पञ्चबाजा आउँदैछ। मेरो सायद यति बेला हेर्नु भएको छ एसपी मिडिया, स्मल मिडिया, विशेष गरी नेपाल अपडेट, हाम्रो गुल्मी टेलिभिजनबाट पनि अहिले हेर्दै हुनुहुन्छ। यदि यतिखेर माया उहाँको साथ सपोर्ट रह्यो भने गुल्मी जिल्ला समाज युके लन्डनको कार्यक्रममा जाने तयारीमा छु। यदि उहाँहरूले माया गरिदिनु अनौपचारिक रूपमा कार्यक्रममा जाने भनेर फाइनल भइसकेको छ। दाइहरूले बाबुलाई भाइलाई ल्याउनुपर्छ भनेर कुरा गरिसक्नु भएको छ। हेरौँ उहाँको साथ सपोर्ट रह्यो भने औपचारिक रूपमै उहाँ दाइहरूले माया गर्नुहुनेछ। हजुर। परिवारको सपोर्ट कतिको छ? कति हुनुहुन्छ परिवारमा? परिवारमा मेरो बुवा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, 3 भाइना, मसँग 4 भाइना। हजुर। कतिको सपोर्ट हुन्छ, कतिको साथ लिनुहुन्छ? गर्नुपर्छ है, यसैलाई अगाडि जानुपर्छ भन्ने हुन्छ? बाबाको सोच त लाउरे बनाउनु थियो। अब लाउरे धेरै सङ्घर्ष गर्दा पनि लाउरे भइएन। खै बाबालाई यो क्षेत्र मन पर्दैन होला जस्तो लाग्छ। किन सङ्गीत क्षेत्र मन पर्दैन भन्नाले लाउरे बनाउने चाहिँ सोच थियो बाबाको। ट्राई गर्नु भएन जिन्दगीमा कुनै बेला म गर्छु भन्ने? कहिले काहीँ चलाइन मोड छ? होइन, गरेँ। 1 साल त म एसएलसी +2 पास गरिसकेपछि म इन्डिया पनि माउन्ट आबुमा गएँ। रक क्लाइम्बिङको म माउन्टेनर पनि हो। हजुर। म यदि आर्थिक रूपले सम्पन्न भयो भने सगरमाथा चढ्ने पनि मसँग पुरै डकुमेन्ट कम्प्लिट छ।
ए हजुर सगरमाथासम्म चढ्ने डकुमेन्ट कम्प्लिट गर्नु भएको छ। हजुर। सम्पूर्ण दर्शकहरूले यतिखेर हेर्दै हुनुहुन्छ हाम्रो नेपाल अपडेट, स्माल मिडिया टिभी, एसपी मिडिया लगायत गुल्मी टेलिभिजन, एउटा गीत सुनाइदिनु पर्छ। हुन्छ, म एउटा पञ्चबाजा गाउँछु, केही समय पहिला निकालेको। हजुर। बिरानो भो जन्म गाउँ कुर्गानी हो, कति भाके कालिका दुर्गानी हो, कुरायो जाति बिति बेगर छु भनेर हो, कुरायो जाति बिति मालिका भागेर हो जुराम पिथि मिति मालिका भागेर हो जुराम पिथि मिति। यसमा म आफै लय शब्द सृजना गरेको थिएँ, सुनिता शर्मा र मैले गाएको छु। हजुर। हवस्, हुन्छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आएका छौँ, अब छुट्टिनुपर्छ। के भन्नुहुन्छ आदरणीय सम्पूर्ण टेलिभिजन अथवा युट्युब च्यानलमा हेरेर बस्ने दर्शकहरूलाई? विशेष त मलाई यहाँसम्म एउटा माया गरी ल्याउनु हुने मेरो दाजु सुमन लाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी हजुर कार्यक्रमलाई यसरी अवसर दिनुभयो। त्यसै गरी जति पनि देश तथा विदेशमा हेरिराख्नु भएको छ हाम्रो स्मल मिडिया, त्यसपछि एसपी मिडिया, त्यसै गरी नेपाल अपडेट जति पनि हेर्नु भएको छ, पक्कै पनि म जसरी यो गीत सङ्गीतमा सङ्घर्ष गरिरहँदा यहाँहरूको साथ सपोर्ट पाइरहेको छु। अझै पनि यहाँहरूको साथ सपोर्टले गर्दा उच्च बिन्दुमा पुग्नेछु। मेरो सपना छ, जुन सपना पुरा गर्नेछु यहाँहरूकै साथ सपोर्टले गर्दा भन्ने आशा अभिलाषा व्यक्त गर्न चाहन्छु। हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ हामी। धन्यवाद। दर्शकहरू, यतिन्जेलसम्म तपाईँले कार्यक्रम हेर्नुभयो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन्छौँ। यतिन्जेलसम्म क्यामेरा संयोजन गर्ने साथी मोहन बस्नेत र सुमन पाण्डेलाई पनि धेरै धेरै धन्यवाद दिँदै म प्रस्तुता शङ्कर भूषाल पनि छुट्टिन्छु। नमस्कार।